नमस्कार, कसोजो नलेज च्यानलमा यहाँहरूलाई स्वागत छ। आज म हजुरहरूलाई एउटा रिसेन्टली नजिकको साथीहरू कहाँ भएको एउटा घटना सुनाउनलाई चाहिँ म हजुरहरूलाई धेरै समयपछि उपस्थित भएको छु। यो अनलाइन स्क्यामसँग सम्बन्धित विषयवस्तु म हजुरहरूलाई भन्दैछु। भएको घटना के हो त भन्दाखेरि एकजना पसले जो हाम्रो साथी हुनुहुन्छ उहाँले चाहिँ वाट्सएपबाट चाहिँ एउटा चाहिँ उहाँले चाहिँ अनलाइन डेलिभरीहरू पनि गर्नुहुन्थ्यो। उहाँले चाहिँ एउटा अनलाइन रिक्वेस्ट उहाँलाई चाहिँ आएछ, सामानहरूको डेलिभरीको लागि रिक्वेस्ट आएछ। अनलाइन सामानको डेलिभरी रिक्वेस्टहरू आइसकेपछि उहाँले सामानको लिस्टहरू तयार गरिसकेर उहाँले सम्बन्धित पार्टीलाई चाहिँ यो लिस्ट छ, यति प्राइस छ भन्ने कुरा पठाउनु भएछ। त्यसोपरान्त उता अर्को लिने पार्टीले चाहिँ मलाई वाट्सएपमा तपाईँको क्युआर कोड पठाइदिनुहोस् भन्ने कुरा गर्नुभयो। क्युआर कोड उहाँहरूले चाहिँ पठाइदिइसक्नु भएपछि उहाँले त्यो क्युआर कोडमा चाहिँ त्यति एमाउन्ट बराबरको चाहिँ स्क्रिनसट गरेर उहाँहरूले पठाइदिनु भयो र उहाँ स्क्रिनसट गरेर पठाइसक्नु भएपछि उहाँले विश्वासमा स्क्रिनसट आइसकेपछि उहाँले चाहिँ सामान डेलिभरी गरिदिनु भएछ। सामान डेलिभरी गरे पश्चात उहाँहरूले पछि अकाउन्ट भेरिफिकेसन गर्ने क्रममा चाहिँ अकाउन्टमा पैसा नआएको र स्क्रिनसट चाहिँ जुन गरेको फेक स्क्रिनसट अथवा स्क्रिनसट गर्दाखेरि पनि फोटोसप गरेर स्क्रिनसट गरेको चाहिँ जस्तो देखिन्छ। अब उहाँले त्यस उपरान्त चाहिँ त्यो पैसा चाहिँ नआएको फेक एकाउन्ट फेक स्क्रिनसट पठाएको भन्ने कुरा भइसक्दाखेरि उहाँले चाहिँ अनलाइन डेलिभरी जुन जस मार्फत गर्नुभएको थियो डेलिभरी गर्दा त्यो रोक्न खोज्दाखेरि पनि डेलिभरी भइसकेको अवस्था भएछ र उहाँले चाहिँ जुन वाट्सएप नम्बर अथवा जुन नम्बरबाट चाहिँ उहाँलाई चाहिँ रिक्वेस्ट आएको थियो त्यो रिक्वेस्टमा चाहिँ उहाँले वाट्सएपमा कल गर्ने अनि त्यो नम्बरमा कल गर्ने गर्दाखेरि पनि रिसिभ नहुने चाहिँ नम्बर चाहिँ नलाग्ने वाट्सएप नम्बरमा चाहिँ सिन मात्र हुने भनिसकेपछि यो किसिमको चाहिँ अहिले अनलाइन फ्रडहरू भइरहेको छ। त्यस कारणले गर्दाखेरि सबैजना अहिले अनलाइन फ्रडको चाहिँ कुरा यो अनलाइन ले धेरै कुरा राम्रो पनि गरेछ। डिजिटल पेमेन्टका कुराहरू मैले पुरानो भिडियोहरूमा उठाएको थिएँ। डिजिटल पेमेन्टहरूका कुराहरू चाहिँ त्यसका चाहिँ पैसा बोकेर नहिँड्नुपर्ने, सुरक्षित हुने, एनी टाइम जहाँ पनि पेमेन्ट गर्न सक्ने, मनी सर्कुलेसनका कुरा, क्यास सर्कुलेसनका कुराहरू पनि मैले मेरो पुराना भिडियोहरूमा पनि उठाएको थिएँ। ती सबै कुरा चाहिँ सहज हुँदा पनि कुनै पनि सिक्काका दुई पाटो हुन्छ भने जस्तो एक सिक्काको अर्को पाटो चाहिँ यो डिजिटलाइजेसनको कारणले गर्दाखेरि हुने सुविधाहरूको प्रशस्त पाटो छन् भने यसमा चाहिँ अर्को पाटो भनेको अनलाइन फ्रडहरू जस्ता क्रियाकलापहरू पनि हुन्छ। त्यो कारणले गर्दाखेरि हजुरहरूले पेमेन्ट रिसिभ गरिसकेपछि कन्फर्मेसन गर्ने होइन, अब डिजिटल वालेटहरूमा आउँदाखेरिको कन्फर्मेसनहरू गर्ने अनि विभिन्न चाहिँ यदि पेमेन्टहरू नआइसक्दाखेरि पनि त्यो वालेटहरूबाट चाहिँ तपाईँको चाहिँ त्यो स्टेटमेन्टहरू पनि हेर्न पाइने सुविधाहरू हुन्छ। ती सुविधाहरू चाहिँ प्राप्त गर्दाखेरि पनि त्यहाँ चाहिँ क्रेडिट भइसकेको अवस्थामा चाहिँ एकाउन्टमा चाहिँ आउन सक्ने सम्भावनाहरू धेरै नै हुनाले ती स्टेटमेन्टहरू हेर्ने र अनलाइन फ्रडबाट चाहिँ एकदमै सचेत हुन सबैजनालाई म आग्रह गर्दछु। त्यो भएर के छ भन्दाखेरि डिजिटल पेमेन्टका कुराहरू, डिजिटलाइजेसनका कुराहरूमा चाहिँ यी यस्ता चिजहरू चाहिँ रहने भएको हुनाले सुरक्षित हुनुहोस्, कन्फर्मेसन गर्नुहोस्, आफूले प्राप्त गरेको चिजहरू आफ्नो अनलाइन एकाउन्टहरूमा भेरिफिकेसनहरू गर्ने कामहरू गर्नुहोला। सँगसँगै अर्को कुरा के छ भन्नुहुन्छ भने अनावश्यक अपरिचित व्यक्तिहरूलाई आफूले पेमेन्ट गर्ने काम चाहिँ नगर्नु होला। जस्तै कहिलेकाहीँ के देखिरहेको छु मैले यसो बजारहरूमा हिँड्दाखेरि कोही व्यक्तिहरूले चाहिँ 100 रुपियाँ, 200 रुपियाँ, 500 रुपियाँ, 1000 रुपियाँ, 2000, 5000 रुपियाँ विभिन्न एमाउन्टहरू चाहिँ लिने गर्नुभएको छ र त्यो बापत केही चार्ज लिएर चाहिँ अर्को एकाउन्टमा चाहिँ ट्रान्सफर गरिदिने पनि देखेको छु। त्यस्तो चिजहरू चाहिँ नगर्नु होला। अनलाइन फ्रडमा चाहिँ कसैबाट चाहिँ यसै गरिकन उठाएको पैसाहरू चाहिँ अनलाइन फ्रड गर्ने क्रममा विभिन्न एकाउन्टहरूमा चाहिँ ट्रान्सफर गर्ने, पैसा पेमेन्टहरू गर्ने हुन्छ र भोलि यसै गरिकन चाहिँ यो मान्छे समातियो अथवा भनौँ न समातेको मान्छेको चाहिँ एकाउन्टहरू ट्रान्जेक्सनहरूमा चाहिँ देखियो भने अनावश्यक रूपमा आफूले पनि चाहिँ दुःख पाउनुपर्ने अवस्था रहन्छ। भोलि चाहिँ केसेसहरू पर्दाखेरि त्यो केसेसमा चाहिँ अनुसन्धान गर्नुपर्ने अथवा अनुसन्धान गर्नुपर्ने निकाय अधिकारीहरूले पनि
ती ट्रान्जेक्सनहरूको बेसिसमा समात्ने चाहिँ अनुसन्धान गर्नुपर्ने अवस्था आउँदाखेरि आफू फसिने सम्भावनाहरू हुन्छन्। त्यो कारणले गर्दा अनलाइन पेमेन्ट अथवा डिजिटलाइजेसनको केसमा जति सुरक्षित जति सहज छ त्यति नै चाहिँ यसका चाहिँ अर्का चाहिँ एक सिक्काका दुई पाटो हुने जस्तो अर्को पाटो पनि छ। आफू कन्फर्मेसन हुने कामहरू गर्नु भएर सचेत रहनुहोस्, सचेत हुनुहोस्। त्यो कारणले गर्दाखेरि आफूलाई चाहिँ सहज हुन्छ भन्दै यस यहाँ गर्छु। हस्, नमस्कार।